Mata guys. Ayaw ma. डेटिङ गरे बाबा थोप यस्तो भएपछि कहाँबाट आउँछ त पनि केटीहरु पनि हेलो नमस्ते गाइस दर्शन माय नेम इज सुजन राय तपाईहरु पनि फिल्म फ्यान हुन्छ ल म पनि एकदम गुड छु अनि आजको ब्लग चाहिँ गाइस खतरा हुने वाला छ खतरा आज चाहिँ म प्युर नेपाली भएर आएको छु ढाका टपी ढल्काएर हैन कस्तो देखिरा छ कमेन्ट गर्नु होला म खतरै देखिरा छु होला है सोच्दैन होला म त्यही गाइस हैन अनि भिडियो तर्फतिर अब म चाहिँ भिडियो बनाउन लागेको छु हैन गाउँ आएपछि भिडियो बनाउनै पर्यो अब उता के रे म त्यसै खासै पाउँदिन यता आएपछि अलि म पाउँछु नि त अलि ढुक्क छु ब्लग बनाउनु पाउँदैमा धेरै खुसी छु म है तपाईहरुले नि माया गरिराख्नु भएको सपोर्ट गरिदिराख्नु भएको छ तर जो नयाँ हुनुहुन्छ सब्स्क्राइब गरिदिनु होला र यसरी माया गरिदिराख्नु होला गाइस तपाईहरुलाई सल्युट छ यसरी माया गरिदिराख्नु होला अझै पनि है 1000 सब्स्क्राइबर छिटै पुर्याइदिनु होला त्यही भन्न चाहन्छु ल देखाउँ भनेको यो हेर्नु न पहिले यस्तो गर्दिएको छ क्या अब हाम्रो यो किचन भयो भने नि यो किचनको साइडमा यत्रो गइदिएको छ है लुवात त्यस्ती पानीले अनि कुलेसी काटेर अब चाहिँ डर हुँदैन अनि यसलाई अझै बारसार लगाउनु पर्ने टेन्सन छैन हो गाइस के गर्नु लुगा अब सुकाएको लुगाहरू पनि लगिदियो के भन्नु अनि धारा पनि झन्डै लगियो क्या गाइस फेरि धारा पनि अब के भन्नु छ हेर्नु न गाइस चाहिँ मैले रोपेको बाल भएको छ बिचमा यसको काट्दिएको दामी भएको छ त्यही हो अनि मैले चाहिँ अब तिहार पनि आयो तिहारको लागि यहाँ झिलिप्स पनि टाँगेको छु देख्नु सक्नुहुन्छ है अनि यता पनि अनि यता कच्चिहरू राखेको छु अब गाउँमा त हुनु पर्यो अब यस्तो भएपछि अनि यहाँ माथि घर हो यो मेरो अनि मौरी छ यहाँ टक्क लाएर अनि यता म छु त्यही हो अनि आज चाहिँ कमेन्ट गर्नु होला गाइस ढाका टप्पी चाहिँ आज फर्स्ट टाइम लगाएको भनौँ न फर्स्ट टाइम त्यस्तै भनौँ न होइन यो पल्लो भन्यो 2 नम्बर डाँडा त्यहाँदेखि उता चाहिँ रवि पर्छ क्या अनि त्यहाँदेखि यता छ नि यो चाहिँ 1 नम्बर र कुरुम्बाको साइड पर्छ 1 नम्बर र कुरुम्बा साइड त्यहाँदेखि लिम्बू अनि 1 नम्बर चाहिँ राई छ अनि यता चाहिँ हामी राई टोली हो यस्तो घुमेर आएर राई टोली अनि यहाँ माथि भनेको चाहिँ तामाङ टोली हो क्या सबैले सब्स्क्राइब गरिदिनु होला ऊ चाहिँ हाम्रो आबाङ बाङा सबैलाई ह्याप्पी तिहार भन्नु न अब बुहारी ल्याउने हो हैन राम्रो गर्ने हो आनन्द बस्ने हो अहिले बुहारीको कुरा चाहिँ नगरौँ होला बाबा बुहारीको कुरा नगर्ने हो बाउले पाल्ने हो अरू अनि कहिले चाहिँ कहाँबाट आउनु भएको तपाईँ म अहिले यसो टुरबाट टुर भनेको के हो टुर भनेको डेटिङ भन्दैन डेटिङ गरे बाबा हाँस्नु त स्मेल दिनु न एकपल्ट स्मेल दिनु त बाबा ऊ चाहिँ हाबाङ बाङा हो टुरबाट आएको अरे बुढो होइन खतरा छ त्यो उमेर हो एउटा जोस् रमाइलो भन्नुपर्छ गाइस रमाइलो अनि सबैजनालाई अघि त भन्नु पनि बिर्सेँ सबैलाई ह्याप्पी तिहार गाइस तिहार आउँदैछ आज 28 गते हो ह्याप्पी तिहारको शुभकामना छ तपाईँहरू राम्रोसँग मनाउनु होला है कस्तो भयो अनि कमेन्ट गर्नु होला अब 6 गते है कस्तो हुन्छ कमेन्ट गर्नु होला म 6 गते पनि बनाउने छु ब्लग त्यस्तै हो अनि हाम्रो बाबे चाहिँ जे होस् हिरै देखिरहेको छ ढाका टप्पी म पनि यसो आज चाहिँ ढाका टप्पी अब ढल्काइदिएको प्युर नेपाली त हुनु पर्यो नि त नेपालको ब्लग बनाएपछि त होइन बाबै कि कस्तो के भन्न चाहनुहुन्छ ह्यान्डसम छ नि बाबै ह्यान्डसम छ नि आबङ ह्यान्डसम छ यार नामै आबङ सुन्नुहोस् भाइ भन्नुहोस् 60 को नोट समाइयो मङ्की ओराङ जस्तो भइगयो के भएर मङ्की ओराङ जस्तो भइगयो एकपल्ट हाँस्नु अब जिन्दगी यस्तै हो अब कहिले मरिने हो कति दिन बाँचिने हो थाहा छैन हैन समयको खेल के थाहा हैन बाटो भत्किएको छ त्यतिकै बाँचिन्छ कि मरिन्छ हैन डरसरी हिँड्नु पर्यो डरसरी गाह्रो छ भनेपछि अनि यो गम्बुड चाहिँ कति लाखको हो तपाईँको यो गम्बुड चाहिँ कति पर्यो होला कति लाख पर्यो होला मेरो हजुर अब पर्यो नि हो यो त नि हजुर कति 1 लाख परेको छ 2 लाख 2 लाख हो
भनेपछि त ब्रान्डेड होला है भनेपछि त यो यो त नि कहानीमा बाहिर देशबाट गएको नि। अनि ब्लगको केटीहरूलाई के भन्न चाहनुहुन्छ? मेरो ब्लगको केटीहरूलाई के भन्न चाहनुहुन्छ? ब्लगको केटीहरू के भन्नुहुन्छ? मेरो ब्लग हेर्ने केटीहरूलाई के भन्न चाहनुहुन्छ भन्नु न? कुरै बुझिन। मेरो भिडियो हेर्ने केटीहरूलाई चाहिँ के भन्नुहुन्छ, के भन्न चाहनुहुन्छ? अब छोरीहरू पर्छ नि मेरो त। छोरीहरू हो नि त। तर नि त भएन। अनि तपाईँहरूको उमेरकोले हेऱ्यो भने के भन्नु? मैले त आफूले लियो भने म त बुहारी भन्नुपर्छ। अनि तपाईँको उमेरको हेऱ्यो भने के भन्नुहुन्छ? मेरो उमेरको भने त्यो आफ्नै ठाउँमा छ। आफ्नै ठाउँमा छ। अनि यो म भिडियो हालौँ कि नहालौँ? यस्तो नहाल्नु होइन, म अब बोलिसक्नु भयो हाल्नुपर्छ यो भिडियो युट्युबमा। मलाई एउटा गर्लफ्रेन्ड चाहियो। गर्लफ्रेन्ड चाहियो गाइस होइन। गर्लफ्रेन्ड भने अब सधैँभरिको लागि हुने एउटा केटी चाहियो। यो घर मेरो स्याहार्ने अनि यताको घर स्याहार्ने। यार चेली छैन यार, एउटा चेली ल्याउनु भनेको यार कोही मान्दैन त आउनु यार। के हो यार, थोप यस्तो भएपछि कहाँबाट आउँछ त पनि केटीहरू पनि? गाह्रो छ गाह्रो छ। आउनु हौ कसैको छोरीहरू त यार पालिदिन्छु हो यार, के साह्रो। यस्तै छ मेरो घर। कि मेरो घर नराम्रो भएर हो कि? आऊ न यार, कसको छोरी छौ तिमी यार? एक्लै भयो हौ, एक्लै भयो क्या। हेर मेरो पोत फेरि तिम्रो छोरी त कहाँ थियो उसलाई पालिदिन्छु नि फेरि भनेको जस्तो फेरि डाइलग। म चाहिँ तल झर्दैछु। ओह्रालो यस्तै छ जिन्दगी, के गर्नु, गाह्रो छ जिन्दगीमा, गाह्रो छ। हेर्दा मायालु म त भुलिहाल्छु होइन, भुलिहाल्छु मायालुलाई म। अनि यस्तै छ। यहाँ तल चाहिँ जानुपर्ने हुन्छ हामी। यहाँ तल गएर अब हेर्नुपर्ने हुन्छ। यस्तै छ है हाम्रो रोड चाहिँ हाम्रो। अनि तल पनि यस्तो छ हरियाली, सक्नुहुन्छ है हरियाली छ। अनि अस्तिको यो उसले क्या हेर्नु थुप्रै पार्दैछ। यता माथि चाहिँ ओखर पाइन्छ क्या, ओखर। ओखर खासै टिप्नु कहाँ खिदिपमा भन्छ गाइस, राई भाषामा यो सुँगुरो छ र खिदिपमा भन्छ। ला ओखर त एउटा बेकार बगाएछ नि गाइस यार। ल हेर्नु त है, अम्म ओखर 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 हेर्नु त ओखरी ओखरी आम्मामा ओखर। यता माथितिर होला ओखर, कता कता हुन्छ नि। यहाँ पहिला हामीले धेरै टिपेको क्या ओखर, डर छ क्या। यहाँ माथितिर प्रायः माथितिर झरेको होला ओखर। एकैछिन है ओखर। ल सबै टिपिसक्यो क्या हो नि, टिपेको सक्यो जस्तो छ त गाइज। ओखर त दुईवटा मात्रै भेट्यो त, सबै बगाएको भन्नुको कि गाइज। सानो थिएन सबै बगाएछ नि मा, हिमा खराब भयो नि त ओखर। यहाँ छ दुईवटा मात्रै। ए माथितिर होला। यस्तै छ ओखर खोज्दै जिन्दगी जाने भयो हाम्रो। ओखर ओहो ओखर कता छ यो ओखर? होइन ओखरै छैन त। ए भगवान्, ल यत्रो थियो ओखर छैन गाइस, के भन्नु। यत्रो खोज्नु आयो होइन, भेटिन क्या ओखर, सबै बगाएछ। दुईवटा पऱ्यो ओखर त, छ्या 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 छ्या, के भन्नु म त गाइस। आयो म्याप ल कत्रो भाजी झरेको यार। फेरि गार झन्डै लडाइने गएछ यार मलाई ओखर। यस्तो भन्छ यसलाई म फक्राउँछु। ल यसलाई म फक्राउँछु, देख्नु सक्नुहुन्छ 1.5 मा। ल यसलाई म फक्राएँ अब हेर्नु यहाँ। हात कालो हुन्छ होला हौ यसले त, टेरिका भित्र पहेँलो हुन्छ क्या। ल लाठा झरीको भित्र कसको हेर्नु। ल यस्तो हुन्छ, पुरा खानुपर्छ क्या। यस्तो हुन्छ यो ओखर। ओखर भन्छ होला गाइस। यत्रो थिएछ अस्तिको यो खोला, हेर्नु न यत्रो बाढी आएर बगाएर सबै लगेछ नि। सानो थियो अस्ति
बेला राखेको यो पनि रहेछ उखरी यो कालो कालो रहेछ कालो कालो छ यो उखर कालो कालो छ यो उखरी ठुलो भए चाहिँ दामी हुन्थ्यो ठुलो पनि सबै यहाँ पनि छ है यो चाहिँ आलो आलो भर्खरै झरेको रहेछ गाई हेर्नु ल यसलाई फुटाइ हेर्छु एकपल्ट एक पोइन्टमा राख्नु ल म फुटाइ हेर्छु ल हेर्नु ल ए आलो आलो यस्तो हुन्छ क्या यो यस्तो सेतो हुन्छ आलो आलो यो भनेको आलो आलो अनि ओखर भन्छ यसलाई ओखर म यहाँ छु अनि यसलाई पनि यहाँ कन्ट्याक्ट यो भेलाम यहीँ भेलाम अरे काँचो त झोरी गएको फेरि हो हेर्न सुल्केको रनमा त यार तेरि गनी यहाँ पनि भर्खरै झरेको रहेछ ओखर अरे कता हो कता यार ओखरै ओखर हुनुपर्ने पहिला त हामी यहाँ हुन्छ नि गाई सानोमा त ओभर टिपेको यहाँ पनि आलो आलो छ यो ओखरी हुन्छ आलो आलो यार तेरि के भन्नु छ आलो आलो ओखर छ अनि यहाँ पनि झरेको रहेछ सबै बगाएर डुट्टै यो पनि लोखर्केले खाएको यस्तो हुन्छ लोखर्केले खाएको गाई चाहिँ लोखर्केले खाएर डुट्टो लोखर्केले खाएर यसलाई त ला गयो ला कहाँ पछि गयो ला ल यो त होइन मैले फ्याएको अहिले भर्खरै ल कहाँ पछि गयो गाई ल झरिलो थियो कता पछि गयो ला दिमाग खराब भयो त हो यो भनेको फेरि यो भनेको बासी हो बासी ला यो त बिग्रेको रहेछ हेर्नु न बिग्रिगएको छ यो भनेको चाहिँ ड्यामेज भइसक्यो अब काम दिँदैन यो काम दिँदैन यो अनि यता पन्साउनु पऱ्यो यसलाई यता त्यता गरेर केही छैन हेर्नु न भेटेको अरे 4वटा भेटेको अरे पनि भेट्यो यो दुलो परेको छ नि यो दुलो यो भनेको लोखर्केले खाएको गाई लोखर्केले लोखर्के पो भन्दो रहेछ लोखर्केले खतरा खाइदिन्छ नि फेरि गाई चाहिँ खोल्सी गाल्सी देख्न सक्नुहुन्छ कटुस जान्छ यहाँ माथि यस्तो ओखर कति खोइसक्यो भेट्दैन सबै बगाएछ हो गाई ओखर आम्म सबै बगाएर ढुट्टै ल यो भनेको आलो ए मैले त हात हेर्नु यहाँ ओखर तपाईँलाई म पखाल्छु ल यो भनेको हो क्या सरी गरेको एकैछिन सानो रहेछ यहाँ त सानो पाइँदो रहेछ यत्रो हुन्छ क्या त्यो होर्लङ्गे ओखर त्यो होर्लङ्गे भन्छ नि ठुलो हुन्छ क्या ओखरको बोट चाहिँ यो छ नि यो सिधा अब यो ओखरको बोट जेमाको हड्डी भन्छ क्या के भन्ने यार ओखर खोज्नु चाहिँ गएको गाई झन्डै लडेर मात्रै मऱ्यो यार साग सार्नु पछाडि हेर्नु सर्पाको बच्चा सर्पाको बच्चा हेर्नु त गाई जाँदैछ सर्पाको बच्चा बेट्टै काटेर हिँड्छ त हौ सर्पाको बच्चा त हट्टेरिका सर्पाको बच्चा पनि होइन मेरो त के हो सर्पा पो देखिन्छ त यार बच्चाले पनि बाटो पो काट्छ त सर्पाको बच्चाले झन्डै लड्याएर गाई ओखर खोजेको ओखरै थिएन कस्तो धेरै हुने ओखर होइन सबै बगाइदिएछ क्या अस्तिको त्यो पानी परेछ नि त यता ठुलो कति 12 घन्टा परेछ ननिस्टप पानी त्यत्रो ठुलो परेको चाहिँ सबै लगिदिइहाल्छ नि अनि ओखरै थिएन एउटै छैन नि कस्तो बिमजा भयो क्या गाई दामी ओखर मिलाएर घर लगेर गाईलाई हजुरहरूलाई देखाऊँ भनेको मिलेन क्या कस्तो भएन क्या दिमाग खराब भयो धेरै गाई छैन अब यस्तै हो के भन्नु ठल्लो लाग्यो नि मलाई नि